हो त सबिन। अन्तत जीवन र मरणको दोसाँधमा रहेका भूपेन्द्रलाई भने भुन्टीले आफ्नै रगत दिएर बचाइसकेकी थिइन्। यति धेरै माया गर्ने श्रीमतीलाई उनले विभिन्न आरोप लगाएका थिए। तर पनि उनले आफ्नो सबै कुराहरू भुलेर आज भुन्टीले आफ्नो श्रीमानलाई बचाइसकेकी छिन्। ती सबै कुराहरू अब उनका दाइ र भाइ भीमलाई पनि थाहा भइसकेको छ। हो त सबिन। यी सबै कुराहरूले गर्दा आज उनको मनमा चसक्क परिसकेको छ। उनका दाइको मनमा हिजो विगतमा पनि आफ्नो भाइलाई हरेक कुराहरूको लागि उनले तडपाइरहेका थिए, किनकि मलाई प्रपर्टी चाहिन्छ, यो सबै मेरो प्रपर्टी हो भनेर उनले भनिरहेको बेलामा भूपेन्द्र निकै तडपिएका थिए। र त्यसैले यी सबै कुराहरू उनले आफ्नो गर्लफ्रेन्डलाई पनि भनेका थिए, म निकै तनावमा छु, मलाई जसरी भए पनि 24 घण्टाभित्र यति धेरै पैसा चाहिएको छ, अब के गर्ने होला भन्दै गर्दा उनकी ती गर्लफ्रेन्डले पनि भनेकी थिइन्, हो त सबिन, मसँग त त्यत्रो पैसा छैन, तर बुवासँग छ। तर मैले भनेको बुवाले मान्नुहुन्छ कि मान्नुहुन्न, तपाईँ र मेरो बारेमा सबै दिदीले भनिसक्नु भएको छ, अब के गर्ने भनेर उनले भनिरहेका थिइन्। हो त सबिन, आज भूपेन्द्रले एउटा केटीको लागि उनले निकै तनाव झेलिरहेका छन्। आज जीवन मरणको दोसाँधमा पुगिसकेका थिए भूपेन्द्र, तर पनि उनलाई हरेक कुराहरूमा साथ दिँदै आएकी भुन्टीले बचाएकी छिन्। र त्यसपछि यता रातभरि पानी परेको थियो, गराङ गुडुङ गरेको थिए। भुन्टी निकै अत्तालिएकी थिइन् र उनले भनेकी थिइन्, यो मङ्सिरको बेलामा पनि किन यस्तो भएको होला, अब के हुने होला भने उनी निकै तडपिएकी थिइन्। हो त सबिन, उनले सबै कुराहरू सम्झिरहेकी थिइन्, उनले सबै कुराहरू भनिरहेका थिए। तर भूपेन्द्रले पनि तैँले दुःख पाउँछस्, मलाई रहेको तँलाई पाप लाग्छ भनेर भुन्टीले भनेका कुराहरू पनि सम्झिएका थिए। तर पनि भूपेन्द्रको मन कहिले भुन्टीमाथि फर्किएको थिएन र उनले जहिले पनि भुन्टीलाई नराम्रो सोचिरहे। हो त सबिन, र त्यसो पनि यता टोकाले पनि गराङ गुडुङ सबै पानी परेको थाहा पाइसकेपछि पूर्णिमा माइतमा गएको छैन भन्ने कुरा थाहा पाइसकेका थिए। तर पनि उनले पूर्णिमालाई फोन गरिसकेपछि पूर्णिमाले यी सबै कुराहरू यता टोकालेलाई बताइसकेका थिए। र त्यसो पनि यता टोकाले सबै कुराहरू भनिसकेका, तिमी कहाँ हो भन्दै सोद्धा गर्दा यता पूर्णिमाले भनेका थिए, म कहाँ हो मलाई आफैले थाहा छैन, तर मेरा वरिपरि निकै ट्यापे केटाहरू छन्, मैले केही ठुलो स्वरमा बोल्न मिल्दैन भन्दै उनले फोन राखेका थिए। त्यत्तिकैमा पछि पछि पनि गएका थिए टोकाले आफ्नो श्रीमती खोज्नको लागि। हो त सबिन, उनले भनिरहेका थिए, तिमी कहाँ छौ भन भन्दै गर्दा यता सबै कुराहरू उनकी बहिनीले पनि थाहा पाइसकेकी थिइन्, आफ्नो दाइ उठेर हिँडेको। र त्यसै पनि यता टोकालेको पिछा गर्दै गएकी भुन्टीले भने बेला बेलामा उनी आफ्नो दाइ देखेर लुकिरहेकी थिइन्, उनी पिछा गर्दै गइरहेकी थिइन्। तर टोकाले आफ्नो श्रीमती भएको ठाउँमा पुगेका थिए र उनले श्रीमतीलाई गाली गर्दै थिए, तिमीलाई मैले माइत जाऊ भनेको थिएँ, यहाँ आएर बस भनेको त थिएन नि भन्दै गर्दा उनले पनि भनेका थिए, म घरबाट कसरी निस्केर आएँ हजुरलाई थाहा छैन, हजुरलाई केही पनि थाहा छैन भन्दा मलाई सबै कुरा थाहा छ। तिम्रो साथीहरू त्यता धनी धनी थिए, तिमीसँग हिँड्ने साथीहरूले आज तिमीलाई बचाउन सकेनन्, तिमीलाई राख्न सकेनन् एक दिन घरमा भनेर गर्दा उनले पनि भनेका थिए, मेरो कोही पनि साथी छैन बाहेक हजुर बाहेक भनेर उनले भनिरहेका थिए। हो त सबिन, उनले सबै कुराहरू भन्दै गर्दा टोकालेले पनि निकै गाली गरेका थिए। तर ती सबै भुन्टीले देखिसकेकी थिइन्। उनी पछि पछि त्यहाँ गुन्डाहरू पनि थिए र गुन्डाहरूले पनि भने, यति राम्री केटी यहाँ बसिरहेको छ यस्तो रात सुनसान रातमा भनेर उनले गिद्धे नजर लगाइसकेका थिए भने टोकालेले ती गुन्डाहरूलाई फालिसकेका थिए। हो त सबिन, उनले एक एक गरेर गुन्डाहरूलाई ढालिसकेका थिए। तर पनि गुन्डाहरूले टोकालेले आफ्नो श्रीमती भाटा पुग्दाखेरि उनले भनिसकेका थिए, मैले तिमीलाई कति बारम्बार सम्झाएको हेर त, म समयमा नआइपुगेको भए यहाँ के हुन्थ्यो भन्दै गर्दा ती गुन्डाहरूले उठेर टोकालेलाई प्रहार गर्ने सोच्नुहुन्छ। त्यत्तिकैमा भुन्टीले पनि ती गुन्डाहरूलाई प्रहार गर्छन्। तैँले के सोचिस्, हामीलाई कमजोर सोचिस् भन्दै गर्दा उनले पनि भनेका थिए। गुन्डाहरू पनि ती तर्सेर भागिसकेका थिए भने ती सबै देखिसकेपछि टोकालेले भने, बहिनी तिमी यहाँ कसरी भन्दै गर्दा, दाइ तपाईँ उठेर हिँडेको मैले थाहा पाइसकेको थिएँ र भाउजू माइत हुनुहुन्न भन्ने कुरा पनि मलाई थाहा भइसकेको थियो तपाईँको कुराले गर्दाखेरि। तर उनले गाली गरेको थिइन् आफ्नो दाइलाई, तपाईँले त भन्नुभएको थियो भाउजू माइत गएको, यही हो भाउजूको माइत भन्दै आफ्नो दाइलाई गाली गरेकी थिइन्। हो त सबिन, त्यो रात तिनीहरूले त्यहीँ बिताएका थिए र भोलिपल्ट उज्यालो हुँदै उनीहरू आइरहेका थिए र बाटामा आउँदै धेरै गफ गरिरहेका थिए। मैले तिमीलाई माइत जानु भनेको थिएँ, अब दाजु भाउजू म कहिले पनि छोड्दिनँ भनेर भुन्टीले आफ्नो दाजु भाउजू हात समातेर ल्याइरहेका थिए। र त्यत्तिकैमा आफ्नो दाइले पनि निकै गाली गरिरहेका थिए पूर्णिमालाई र पूर्णिमाको यो गाली गरेर देखेर भुन्टीले पनि भनिरहेकी थिइन्, दाइ तपाईँलाई मैले एकान्तमा लगाएर सम्झाउनु पर्ने छ, तपाईँ निकै बोल्दै ठुलो ठुलो स्वरमा बोल्दै हुनुहुन्छ, तपाईँ नचाहिँदा बोल्दै हुनुहुन्छ दाइ भनेर उनले भनिरहेकी थिइन्। हो त सकिन्, र त्यत्तिकैमा उनीहरू आइरहेका थिए। बाटामा भूपेन्द्रको लडिरहेको त्यो जिउँदो लास देख्छन् र यता आत्तिँदै भुन्टीले पनि भन्छन्, दाइ उहाँलाई के भयो भन्दै गर्दाखेरि सबै कुराहरू भनिरहेका थिए। र त्यसै पनि ती कुराहरूलाई सबै हिजो विगतका के भएका थिए त भन्दै गर्दा यता टोकालेले आफ्नो बहिनीलाई सम्झाएका थिए, यसलाई मर्न देऊ, यो नाटक गरेको यसले, तिम्रो माया पाउँछु भनेर भन्दै गर्दा यता भुन्टीले पनि भनेका, दाइ त्यसो नभन्नु न, मलाई आपत परिसकेको छ,
यस्तो केही पनि चल्दैन भनेर उनले भनिसकेका थिइन् र त्यत्तिकैमा टोकालेले पनि भनेका थिए, हेर बहिनी, हिजो तिमीलाई कति दुःख दिएको थियो यसले, त्यो दुःख सम्झ्यौ त तिमी? यसो भन्दै गर्दा भुन्टीले पनि भनेकी थिइन्, हो दर्शकबिन दाइ, हिजो विगतमा जे भयो त्यसलाई भोलिदिनुहोस्, उहाँलाई आपत परेको छ, कसरी अस्पतालसम्म लान सकिन्छ त्यो सोच्नुहोस् भन्दै गर्दा उनले भनेका थिए, यसलाई मर्न देऊ भन्दै गर्दा दाइ तपाईँ यस्तो कुरा नगर्नुहोस्, उहाँको मैले सिन्दुर लगाएको छु, पोते लगाएको छु, आजसम्म उहाँकै श्रीमती भएर बसेको छु दाइ, यस्तो कुरा नगर्नुहोस् भन्दै गर्दाखेरि यता पूर्णिमाले पनि एम्बुलेन्स बोलाइसकेकी हुन्छन्। हो दर्शक, उनीहरूले अस्पतालमा पुर्याउँछन्, सबै कुराहरू उनलाई थाहा भइसकेको छ। यता भीमलाई भने निकै तनाव दिइसकेकी छिन् उनको भाउजूले, अब यो घरमा कोही पनि बस्ने होइन, यहाँ कोही पनि बस्न सक्दैन अब हामी बाहेक भनेर उनले भनिसकेका छन्। यता भीमले पनि निकै कुराहरू सम्झिरहेका थिए, के गर्नुभएको होला, झन् म उनीहरूलाई सपोर्ट गरिरहेको छु, उनीहरूलाई भनिरहेको छु भन्दै गर्दा उनी पनि भनेका थिए त्यहाँ भित्र गएर खाना खाने सबै कुराहरू सबै उनले भनेका थिए। जसरी आज छ भोलि यो घरबाट निस्केर जानुपर्छ, सबै भाँडाहरू माझेर जाने भनेर भीमलाई गाली गरिरहेका थिइन्। तर भीम अक्क न बक्क भने सबै कुराहरू मानिरहेका थिए। र दर्शकबिन त्यत्तिकैमा यता भीमको दाइ अर्थात् भूपेन्द्रको दाइले सबै कुराहरू थाहा पाउँछन्, टोकालेले सबै कुराहरू भनिदिन्छन्। हो दर्शकबिन, यी सबै कुराहरू थाहा पाइसकेपछि उनीहरू निकै अत्तालिएर आफ्नो भाइ र श्रीमतीलाई सुनाउँछन्। तर यी कुराहरू सुनिसकेपछि उनका भाइले अर्थात् दाइले ती सबै कुराहरू सम्झिसकेका थिए। र त्यसैले उनकी श्रीमतीले अर्थात् भूपेन्द्रको भाउजूले पनि भनिसकेका छन्, यो सबै हामीलाई प्रपर्टी दिनुपर्छ भनेर नाटक गरेको हो, अरू केही पनि होइन, त्यस्तो त श्रीमतीको यस्तो त हो भनेर उनले सबै कुराहरू भनिसकेकी थिइन्। हो त्यसैले त्यत्तिकैमा उनका दाइले पनि भनिसकेका थिए, हेर यो सबै कुराहरू मैले भाइ तर्साउनको लागि गरेको, यो सम्पत्तिभन्दा सानो मेरो भाइ होइन, यो भाइभन्दा ठुलो सम्पत्ति छैन मेरो लागि, म जसरी पनि अस्पतालमा जानुपर्छ भनेर उनीहरू त्यहाँबाट गएका थिए। र त्यसैले यता भुन्टीले आफ्नो रगत दिइरहेकी थिइन् आफ्नो श्रीमानलाई। यी सबै देखिसकेपछि उनीहरूले मौन भएर सोचिरहेका हुन्छन्। र उनीहरू भने हिजो विगतमा जति दुःख दिए पनि, जति जे भए पनि आज त्यो गरेको विवाद देखेर उनी निकै तल्लीन भएका छन्। हो दर्शक, यता भूपेन्द्रको दाइले मनै सोचिरहेको, यति धेरै माया गर्ने श्रीमतीलाई धोका दिएको परिणाम हो यसले भन्दै गर्दा। हो दर्शकबिन, ती गुन्डाको बुवाले आएर उनलाई मलसन्न गरेर पिटेका थिए, गुन्डाहरू प्रयोग गरेर पिटेका थिए। तर त्यही भूपेन्द्रको गर्लफ्रेन्डलाई भने यी कुराहरू थाहा भएको छैन, तर पनि उनले आफ्नो बुवा निकै खतरनाक भएको कुरा भूपेन्द्रलाई भनिसकेकी थिइन्। र दर्शकबिन, आज भूपेन्द्रको हालत भने उनकै आफ्नै मन परेको मान्छेको अर्थात् आफ्नो गर्लफ्रेन्डको कारणले गर्दा आज भूपेन्द्र अस्पतालको त्यो शय्यामा मृत्युसँग लडिरहेका छन् भने आफ्नो श्रीमान बचाउनका लागि भुन्टीले निकै पहल कदमी गरेकी छिन् र आफ्नो रगत थोपा म मरे पनि मेरो श्रीमानलाई बचाउँछु भनेर उनले दिइरहेकी छिन्। हो दर्शकबिन, यी सबै देख्दाखेरि उनका दाइ अर्थात् भूपेन्द्रको दाइले मनमा सबै कुराहरू सोचेर उनी यो भाग यहीँ सकिएको थियो। र दर्शकबिन, आगामी आज आउने भागमा के होला भन्ने विषयमा थोरै चर्चा परिचर्चा गरौँ। हो दर्शकबिन, आजसम्म भूपेन्द्रको होस आएको छैन। यदि भूपेन्द्रको होस आयो भने भुन्टीले त्यो अवस्थामा देख्दा के भन्लान् त भूपेन्द्रले आँखाभरि आँसु भएर आफ्नो श्रीमतीसँग माफी माग्लान् क्या नमाग्लान्। र भुन्टीलाई त्यो अवस्थामा देखिएपछि किन मेरो ज्यान बचाइस् भनेर गाली गर्लान् अथवा फेरि पनि भुन्टीसँग डिभोर्स लिने कोसिस गर्लान्। र उनका दाइले भनिसकेका छन्, मेरो भाइभन्दा सम्पत्ति ठुलो होइन, मैले भाइ तर्साउनका लागि यो सबै प्रपर्टी मागेको थिएँ, भाइको घरबार नबिग्रियोस्, भाइको घरबार सप्रियोस् भनेर मैले यो गरेको थिएँ, तर मैले तिमीले भनेको जस्तो सोचेर मेरो भाइलाई गरेको थिएन भनेर भूपेन्द्रको दाइले पनि भनिसकेका छन्। हो दर्शक, के अब भूपेन्द्र फेरि पनि त्यही गर्लफ्रेन्डको पछि लाग्लान् त? फेरि पनि के भुन्टीलाई दुःख दिलान् त? कि आफ्नो ससुरालीसँग आफ्नो दाइ टोकालेसँग पनि माफी मागेर अब म मेरो जिन्दगी राम्रोसँग चलाउँछु, म भुन्टीलाई कहिले पनि धोका दिन्न भन्ने छन्। र दर्शकबिन, उनी त्यो होसमा कि आउने छैनन् त, उनी कि कोमामै जानेछन् त। र दर्शकबिन, यी सबै कुराहरू थाहा पाउनका लागि आज आउने भुन्टी नयाँ भाग हेर्न भने नबिर्नु होला। कृपया तपाईँ हाम्रो च्यानलमा पहिलोचोटि भिजिट गर्दै हुनुहुन्छ भने हाम्रो च्यानललाई पनि सब्सक्राइब गरेर जोडिन नभुल्नुहोला। त्यतिन्जेलसम्मको लागि मलाई पनि बिदा दिनुहोस्। हस्त, जय नेपाल।